यस्तै छ दोकोरा नाम्रो त दिनदिनै हो क्या थाप्लोमा आउने त गाउँमा बसेपछि गाउँले मान्छे भएपछि तर रमाइलो लाग्छ राम्रो लाग्छ हामीलाई चाहिँ बेइमान बुढाहरूले लिएर यस्तो दुःख पाछ मामले यस्तो रिस उठ्छ नि सम्झिँदाखेरि यो माटोले अरू इङ्ग्लिस त बोल्न नै आउनु पर्यो नि बिहान बिहान स्वर पनि के हुन्छ यस्तो के भन्नु बिहान उठ्दा बित्तिकै काम गर्नुपर्छ गाउँघरमा यस्तै हो हेलो के छ ब्रो काम गरेपछि भोक लाग्छ भोक लागेपछि खानै पर्यो होइन त साथीहरू अबि बिस्तारै झर्नु होला यस्तो डरलाग्दो बाटो छ नि हेलो एन्ड गुड मर्निङ एभ्री वान वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि एकदमै फाइन छु र आज चाहिँ हामी हाम्रो आँगन पोत्न लगाएको हामीले चाहिँ जौँसँग काटेर अब लगभग भ्याउन लगाइसक्यौँ यो साल चाहिँ पानी नपरेर जौँ पनि त्यति भएन सो थोरै मात्रै भयो थोरै भए पनि के गर्नु बनाउनु पर्छ होइन र जौँ बनाउनुको लागि चाहिँ आँगन चाहिन्छ राम्रो चिटिक्क पार्नु पर्यो सो त्यही भएर आज हामी बिहानैदेखि भर्खरै उठेको है त्यसपछि काम गर्न लगाएको अब साइडीले चाहिँ यता सफा गर्दैछिन् यो माटो चाहिँ हामी हिजो दिनभरि बोकेको दुईजनाले हाम्रो आँगन चाहिँ यस्तो छ अहिले लिपेपछि चाहिँ राम्रो हुन्छ है साथीहरू हामीले चाहिँ अब माटो भिजाउनु लगाएको यस्तो अलिकति खाल्टो पारेर भिजायो भने चाहिँ मजाले भिज्छ साइडीले भिजाउँदैछौँ पाइपबाट यो पाइप चाहिँ हाम्रो धारा यहाँनिर छ यहाँनिर जोडेको हो म चाहिँ खर हेर्न जाँदैछु यो माटो र खर मिसाएर चाहिँ लिप्नुपर्छ आँगन त्यही भएर खर हेर्न जानु लाग्यो यता छ कि हाम्रो खर हेलो के छ ब्रो यो चाहिँ हाम्रो जेठको पूर्णिमामा पूजा गर्नेवाला बोका हो है खास गरी चाहिँ यो फुपूको लागि हो ल कम्पा मच्चेछ यो आजभोलि कति महिना भइसक्यो अस्ति बर्खादेखि हो पाल्न लगाएको कति ठुलो भएको छ बाजेलाई चाहिँ यो दिनु पर्यो घाँस अलिकति लौ खाऊ बाजे खाँदैन गाइसमा चाहिँ खर लिएर जाँदैछु बिहान उठ्ने बित्तिकै देख्न पाइयोस् बिहान बिहान स्वर पनि के हुन्छ यस्तो के भन्नु बिहान उठ्दा बित्तिकै काम गर्नुपर्छ गाउँघरमा यस्तै हो साथीहरू ए आताम गाखे है ल ठिक काजुली झेरै नाडङ्गा उता हिँड्दा आँगन चाहिँ भिजाउन लाछन् साइलीले यता साइला बाजी कतातिर होला काने नाने कमल मेतरो ए
जौको नली लिन जाने अरे उहाँले। खर काट्न लगाएको है साथीहरू, यसरी काट्छौँ हामी। त्यसपछि उताको माटोसँग भिजाएर चाहिँ पोत्नुपर्छ आँगन। हामीले खर चाहिँ यति बनायौँ। यताको चाहिँ अहिले पुगेन भने मात्रै हाल्ने। साथीहरू हामी चाहिँ खानासाना खाएर बसिराखेका छौँ, एकछिन आराम गर्दैछौँ र अब चाहिँ हामी लिप्छौँ। तल माटो पनि भिजिसकेको छ, रेडी भइसक्यो। अब लिप्नु मात्रै बाँकी छ। सो दिउँसोको खाजाको लागि चाहिँ यता साइलीले फर्सी काट्दैछिन्। आज चाहिँ हामी फर्सी काट्ने भने फर्सी पकाएर खाने भने हौँ, त्यही भएर फर्सी काट्न लाछिन् साइलीले दिउँसो खाजाको लागि। हेर्दै गर्नु होला गाइस। हामी चाहिँ फर्सी पकाएर खान्छौँ के हाम्रोतिर। तपाईँहरूकोतिर के छ, कस्तो छ? यस्तो फर्सी काटेर पकाएर चाहिँ खानुहुन्छ कि हुँदैन? कमेन्ट गर्नु होला। यति दामी, यति मिठो हुन्छ साथीहरू। अझै हाम्रो फर्सी यति धेरै बचिराखेको छ। यो भरि पुरा फुल थियो, सबै खाएर सकिसक्यो। मैले चाहिँ फर्सी राख्न लाग्छु यो टाउलीमा। यो चाहिँ हामी दिउँसोको खाजा है हाम्रो। यति मिठो हुन्छ नि साथीहरू। तपाईँहरूतिर फर्सी फल्छ भने, फलाउनुहुन्छ भने अवश्य पनि एकचोटि हामीले पकाए जस्तो गरेर चाहिँ पकाएर खानु होला। हाम्रो चाहिँ आजको नास्ता यही हो साथीहरू। काम गरेपछि भोक लाग्छ, भोक लागेपछि खानै पर्यो होइन त साथीहरू। हामी चाहिँ सुरु गर्न लाग्यो है। यसरी चाहिँ यो खर र माटोलाई मिक्स गरेर लिप्नुपर्छ पहिला, अनि त्यसपछि गोबर र माटो फेरि माथिबाट पोत्नुपर्छ। के गर्नु, यस्तै छ जिन्दगानी हाम्रो। रहेछौ बैमानी हाम्रो बेइमान बुढाहरूले लिएर यस्तो दुःख पाछौँ हामीले। यस्तो रिस उठ्छ नि सम्झिँदाखेरि। यो माटोले हिर्काउनु मन लाग्छ, तर के गर्ने, माया पनि लाग्छ फेरि। हामीले चाहिँ यहाँदेखि पानी ओसारेर यहाँ हाल्नु पर्यो। अलिक गाह्रो भयो कि यहाँदेखि डाइरेक्ट बनाउनलाई, त्यही भएर यहाँदेखि ओसारेर यता बनाउने माटो। गाइस, यस्तो दुःख गर्नुपर्छ गाउँघरमा बसेपछि। यस्तो हिलो माटोसँग खेल्नुपर्छ। के गर्ने, हामी चाहिँ सानैदेखि यस्तै काम गरेर यहाँसम्म आएको है। यस्तै छ गाउँमा, दुःख छ, के गर्नु। गाइस, लिप्ने काम चाहिँ सुरु भइसकेको छ है यतातिर। यसरी लिप्नुपर्छ। के गर्नु। साइली लिपिसकेछन् यतातिर, उता लिप्दिन्छन्, अहिले लिप्दैछिन्। के हो र जिब्रो पनि यता न उता। आम्मा कम्ता त ल म डराएको हो कि के भएको गाइस भनिदिनु पर्यो तपाईँहरूले। गाइस, हाम्रो अवस्था चाहिँ अहिले यस्तो छ। हामीले चाहिँ यति लिपिसक्यौँ। यो भित्तामा चाहिँ अहिले गोबर र माटोले लिप्ने हो अलि मजाले। अहिले चाहिँ यो खरसँगको यहाँ भुइँमा चाहिँ मजाले आँगनमा लिपिराखेका छौँ। मैले त धेरै लिपेन, साइलीले धेरै लिपिन है आज।
माटो यति छ। यो चाहिँ गोबरसँग लिप्ने हो यो। अब यो खरवाला चाहिँ सक्न लाग्यो। गाइस हाम्रो फर्सी चाहिँ यता साइलीको घरमा पाक्दैछ है। उसको चुलामा कता पाक्दैछ फर्सी चाहिँ यहाँ पाक्दैछ है साथीहरू। वाउ, यो चाहिँ अघि पकाउने भर्खर बसाल्ने बेला चाहिँ अलिकति माथि भर्री थियो नि त यहाँसम्म। अहिले चाहिँ घटेर तल पुगेको छ। अलिकति पाकेको छैन होला, एकछिनपछि पाक्छ है साथीहरू। आगो बलिरहेछ डनननन। साथीहरू हाम्रो फर्सी पाकिसक्यो। हामीले चाहिँ यसलाई थालमा राखेर बाहिर लगेर बसेर खानु पर्ला। कति खाने हो? अलि धेरै नै राख्न दिदी। काम गर्दा गर्दा थकाइ लाग्छ साथीहरू, भोक लाग्छ। अनि सबै चिज यो गाउँको अर्ग्यानिक चिज चाहिँ हामीलाई चाहिँ बेसरी मनपर्छ कि। तपाईँहरूलाई त मनपर्छ पर्दैन थाहा भएन है, हामीलाई चाहिँ एकदम मनपर्छ। ल यति है, अहिले खायौँ भने अझै छ यहाँ। आउनु साथीहरू, अझै छ बाँकी। साथीहरू हामी चाहिँ अब खाजा खान लाग्यो है। फर्सीको नास्ता। वाउ टेस्टी, भेरी भेरी टेस्टी। अरू इङ्ग्लिस त बोल्न नै आउनु पर्यो नि। मिठो रहेछ है। हामी चाहिँ फेरि गोबर लिन जान लाग्यो गाइस। के गर्नु, यस्तै छ दोको र नाम्रो त दिनदिनै हो क्या थाप्लोमा आउने त, गाउँमा बसेपछि, गाउँले मान्छे भएपछि। तर रमाइलो लाग्छ, राम्रो लाग्छ हामीलाई चाहिँ है। यस्तै छ साथीहरू। गोबर टिप्न लाग्यो हामीले। उयो हो, यता छ डोको। अहिले यता छिन् बारीमा खोजेर हिँड्नु पर्यो कि। माथि हाम्रो बारीमा गएको सबै उयो गर्नु भएको रहेछ कि, बारीमा लगाइसक्नु भएको रहेछ। त्यही भएर भेटाएनौँ त्यहाँ। अरूको बारीमा भयो भने खोज्नु पर्यो, के गर्नु। साइलीको डोकोको हालत चाहिँ डेन्जर। गोबर टिप्दै कुन्नी के जाति खस्यो है तल। अब फर्किनु पर्यो। हामी चाहिँ अब फर्किन लाग्यो है। हामी फर्किँदैछौँ। हाम्रो बाटो चाहिँ यस्तो छ है साथीहरू। अबि बिस्तारै झर्नु होला। यस्तो डरलाग्दो बाटो छ। हाम्रो आँगन चाहिँ खर र के भन्छ माटोले चाहिँ लिपेर यतिको बनाएको थियौँ भने अब चाहिँ यो गोबरसँग चाहिँ माटो मिसाएर लिप्छौँ। फेरि हेर्दै गर्नु होला, कहाँ थर्ने है साथीहरू। गोबर माटो चाहिँ तयारी हुँदैछ यता। अब चाहिँ यता भिट्टादेखि लिप्दै यता तलसम्म लिप्छौँ।
साथीहरू अब गोबर माटो चाहिँ लिप्न सुरु गर्दैछु मैले। यसरी लिप्नुपर्छ। यति धेरै लिप्नु छ अझै। यताभरि लिप्नुपर्छ है अझै एकचोटि। साथीहरू हामी चाहिँ अब सक्न लागेको। यस्तो छ हालत। यताभरि भ्याइसक्यौँ साइली। अनि यस्तो छ हाम्रो माटो। यति बच्यो हाम्रो माटो। फाइनली गाइस हाम्रो आँगन लिपेर चाहिँ सकिसक्यो। तपाईहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव कमेन्ट बक्समा छोडिदिनु होला भन्दै फेरि पनि नेक्स्ट भिडियो हेरिदिनु हुनेछ भन्ने आशाका साथ हामी चाहिँ अब बिदा हुन लागेको। बाई बाई। थ्याङ्क यू फर वाचिङ।